मान्छे पनि हिँडिरहनु एकमा हालेको छु है मैले त यताबाट छिराएर यताबाट हेरेर अब म चाहिँ धेरै राइडमा गएको कारणले अब लेफ्टमा जान गइरहेको छु। नमस्ते साथीहरू, तपाईँहरूलाई मेरो यो नयाँ भिडियोमा स्वागत छ। आजको यो भिडियोमा चाहिँ हामी यता बौद्धतिरबाट साँखु जाँदैछौँ होइन। अब तपाईँहरूले यतिको बौद्धदेखि साँखुसम्म कुदाउन सक्नुभयो भने चाहिँ लगभग नेपालको सबै सिटी एरियातिर कुदाउन सक्नुहुन्छ होइन। हाम्रो यो सेक्सन चाहिँ अहिले साँगुरो बाटोदेखि हाइवे बाटोसम्म सबै कभर हुन्छ है त यो भिडियोमा। अनि यो हाम्रो यो साँगुरो बाटोमा चाहिँ के हुन्छ भन्दाखेरि गाडी जहाँबाट नि आइदिने होइन, अनि मान्छे पनि जहाँबाट नि बाटो काट्छ। अनि यो कुकुरदेखि लिएर गाई बस्तु धेरै थोक आउन सक्छ क्या साथीहरू बिचमा होइन। त्यसैले हामीले यो दुईवटा औँला हुन्छ नि, यो चाहिँ फ्रन्ट ब्रेकमा राखिराख्नु पर्छ है सधैँ, जतिखेर नि यो झ्याप्पा हान्न सकियोस् न त भनेर है त। अब अनि गियरको कुरा गर्दा चाहिँ हामी दुई तिनमा जान्छौँ। हेभी ट्राफिक अब यताउति जाम भयो भने चाहिँ एक गियर हाल्नु परिहाल्यो होइन। नत्र चाहिँ 2-3मा जान्छौँ। अनि ठुलो हाइवे जस्तो अहिले थली कटेपछि आउँछ, अनि त्यस्तो बाटोमा चाहिँ हामी 4-5 गियर हाल्छौँ है त। यहाँ देख्न सक्नुहुन्छ बच्चाहरू नि यसरी दौडिरहेछन् होइन। त्यही भएर दुईवटा औँला चाहिँ सधैँ ब्रेकमा राख्नुपर्छ। हामी चाहिँ यो हायत होटेलको पछाडिको बाटो हुँदै अब बौद्ध निस्किँदैछौँ होइन। अगाडि टुसाल चोक, त्यहाँबाट लेफ्ट बौद्ध हुँदै हामी साँखुतिर लाग्दैछौँ है त। यो चाहिँ सिटीदेखि गाउँसम्म अब बिच बाटोमा जस्तो पनि आइदिन सक्ने होइन। त्यही कारणले यो चाहिँ एकदम तपाईँहरूलाई इफेक्टिभ हुन्छ है। यो चाहिँ गाडी पनि चारैतिरबाट आउँछ, मान्छे पनि हिँडिरहेको हुन्छन्, अनि यस्तो कच्ची नि हुन्छ, हिलो धुलो सबै बाटो देखाउँछ है। अहिले मैले यो 2 नम्बरमै छ है, अहिले 3 हालेँ, अहिले 2मा छ होइन। जाम छ, म बिस्तारै जाँदैछु है। 2को 2मै छ। मैले 2को 2मै छ है। तपाईँहरू चाहिँ यस्तो बेला एक गियरमा हालेर उठाउनु होला है त साथीहरू। यता नि हेरी लुकिङ ग्लास, हामीले चाहिँ यतातिर कुदाउँदा लुकिङ ग्लास पनि हेरिरहनु पर्छ है। बिग्रिएछ भने मिलाउनु पर्छ। जाउँ यो साइडबाट के हुन्छ। यो चाहिँ नो ओभरटेक लाइन हो, यो चाहिँ हामी कट्न मिलेन। यो बौद्ध चौकी एकमा हालेको छु है मैले त। दुइटै खुट्टा मुनि छ अहिले, त्यो सिकाउनु नत्र एउटा खुट्टा ब्रेकमा यसरी राख्न सक्नुहुन्छ होइन। लुकिङ ग्लास हेर्दै बिस्तारै यसरी मान्छे जहाँबाट नि आउन सक्ने कारणले गर्दाखेरि होसियार भएर बिस्तारै कुदाउनु पर्छ। अब हामी यहाँबाट पेर्छौँ। नपेरिकन हुँदैन है साथीहरू। तपाईँहरू हुनुहुन्थ्यो भने चाहिँ त्यो गाडीलाई जान दिएर मात्रै जानु है सुरुमा। अब मलाई थाहा छ नि त कति कुन गियरमा कति एक्सिलेटर बटार्यो भने कति कुद्छ भन्ने मलाई थाहा छ होइन। त्यही भएर मात्रै म छिर्यायो है। पछि अनुभव हुँदै गएपछि तपाईँहरू पनि त्यसरी छिर्न सक्नुहुन्छ।
यहाँ चाहिँ आज यो बाटो खनेको कारणले गर्दा धेरै नै जाम। यस्तो जाममा चाहिँ दुइटै खुट्टा भुइँमा, क्लचमा र ब्रेकमा दुइटैमा हुनु पऱ्यो है। त्यति गरेपछि चाहिँ अनि तपाईँ पर्फेक्ट हुनुहुन्छ। मैले चाहिँ अहिले एउटा खुट्टा पछाडि ब्रेकमा छ, यो चाहिँ पछि सिक्दै गएपछि तपाईँले गर्न सक्नुहुन्छ। अनि दुइटै खुट्टा माथि आयो ल सर्ट। अब म गियर चेन्ज गर्दै 2 गियरमा गइसकेको छ बाइक। बिस्तारै है 2 को 2 मै छ है अहिले। यो थ्रोटल कन्ट्रोल भइरहेछ होइन। 2 को 2 मै बिस्तारै बिस्तारै यताबाट छिराएर यताबाट हेरेर अब निकै जाम भएको अवस्था। लुकिङ ग्लास हेर्दै यता साइडमा मैले पछाडिबाट आइरहेछ होइन। यहाँ बाटो चिप्लो छ, यहाँ धेरै ब्रेक पनि हान्नु जरुरी छैन। बिस्तारै थ्रोटल कन्ट्रोल अब मैले 3 मा हालेँ होइन। यो चाहिँ अब खुल्दै गयो नि त, ट्राफिक खुल्दै गएको कारणले मैले 3 मा हालेँ होइन। म यता लेफ्टमा जाँदैछु, मैले साइड लाइट बालेँ, लेफ्टतिर गएँ है त निभाइदिएँ। अनि 3 को 3 मै छ मेरो यो। अब म 2 मा हाल्नु गइरहेको छु, 2 मा हाल्ने। अब यो बसलाई साइड छोडिदिनु पर्यो, त्यही भएर यताबाट निस्केँ। यो चाहिँ मैले सुरुमा कसरी कुदाउने, बेसिक कसरी कुदाउने भनेर भनिरहेको छु है साथीहरू। जाममा हामी चाहिँ लुकिङ ग्लास चाहिँ हेरिरहनु पर्छ है बेला बेलामा। अनि स्पिड चाहिँ सकेसम्म 30 भन्दा माथि नजाने है। यस्तो छ भने किन भन्दाखेरि ब्रेक हान्न नि सजिलो हुन्छ, केही झट्ट आइदियो भने नि हामीलाई थाहा हुन्छ नि त। अनि बिस्तारै आनन्द, रिक्स हुँदैन है, बिस्तारै जानुपर्छ। अब मैले गियर डाउन गरेँ 2 मा, यहाँ तान्न छोडेँ कि गियर डाउन गरिहाल्ने। अनि बढी आरपिएम लिएपछि बढी घुवा गरेपछि चाहिँ तपाईँहरू अप सिफ्ट गरिहाल्ने है। 2 छ भने 3, 3 छ भने 4 मा हाल्ने, फेरि 1 मै हाल्ने। रोक्नु पऱ्यो पुरै। यो रेस्टको बेला छ भने चाहिँ 1 मा हालेर रेस्ट गर्ने। अनि तान्दाखेरि पनि तपाईँहरूको यो हुतहुत गर्ने समस्या नै हुँदैन होइन, स्टार्ट अफको समस्या नै हुँदैन। अहिले 2 मा हालेको छु मैले। बिस्तारै गइसकेसम्म यो लेफ्टबाट चाहिँ ओभरटेक नगरौँ है साथीहरू। लेफ्टबाट ओभरटेक कहिले गर्नु हुँदैन। काठमाडौँको बाटो नै त्यस्तै छ, हामीले कहिलेकाहीँ चाहिँ हाल्नु पनि पर्छ क्या। हाइवेमा चाहिँ मिस्टेकले नि नगरौँ, अनि ठुल्ठुलो बस छ भने नि नगरौँ। यहाँबाट चाहिँ हेरेर मात्रै है गर्नै पऱ्यो माने। अनि गियर चेन्ज गरी ओपन छ नि त, यहाँ गइरहेको छ। स्पिड लिमिट पनि हेर्नु है, म धेरै गएको छैन 40 सम्म, कहीँ तपाईँहरू चाहिँ 30 सम्म मात्रै कुदाइदिनु होला होइन। 35 देखाएको छ। यस्तो बेलामा जबरजस्ती गरेर नि छिर्न खोज्नुहुन्न है। यस्तो बेलामा चाहिँ तपाईँहरू यो जबरजस्ती गरेर त्यहाँ छिर्यो भने चाहिँ उता यो लेफ्टतिर जाने गाडीलाई नै डिस्टर्ब हुन्छ होइन, झन् ट्राफिक जाम हुन्छ है। अब खुलिसकेको छ, 1 गियरमा हालेको छ होइन। 1 गियरमै बिस्तारै उठाउँछु है त म, बिस्तारै उठ्यो। अब यसलाई म अहिले यो 3 गियरमा छ, उताबाट बस आइरहेको छ, मैले छिराएको छैन, त्यही भएर अब चाहिँ छिराएँ है।
कहिले नहाल्नु है साथीहरू। हेर ब्रेक कराएको। हामी भनिसक्नु यो राइडबाट हान्नु है। म चाहिँ धेरै राइडमा गएको कारणले अब लिफ्टमा जान गइरहेको छु। हामी सकेसम्म स्ट्रिट राइड चाहिँ बिस्तारै नै कुदाउनु पर्छ है। सहरको बाटो हो, कुकुर मान्छे बच्चाहरू जे पनि आउन सक्छ क्या साथीहरू। त्यसैले सकेसम्म तीव्र गतिमा हाँक्ने प्रयास चाहिँ नगर्नु है। अनि पर्फेक्ट राइडरलाई चाहिँ के लाग्छ, अलि कुदाएको अलि दिन भएपछि कस्तो लाग्छ भन्दाखेरि मलाई त आइहाल्यो नि, म त आँखा चिम्म गरेर नि कुदाइदिन्छु भनेर अनि कन्फिडेन्स बढ्दै जान्छ होइन। अनि त्यसले चाहिँ थप दुर्घटना निम्त्याउँछ क्या। सुरुमा त हामी अब कन्सियस भएर होइन, पुरै जागरुक भएर हेरेर चारैतिर हेरेर कुदाइरहेको हुन्छौँ। पछाडि बस आइरहेछ, जागरुक भएर कुदाइरहेको हुन्छौँ। अनि अलिकति आएपछि चाहिँ हामी ध्यान चाहिँ एकतिर, बाइक चाहिँ कुदिरहेको हुन्छ क्या अटोमेटिक। त्यसो गर्दाखेरि चाहिँ झन् एक्सिडेन्ट बढी हुन्छ है। सधैँ यहाँ बाइकमा बसेपछि चाहिँ तपाईँहरू सधैँ एक्टिभ हुनुपर्छ। परसम्म हेर्ने के भइरहेछ रोडमा, कहाँबाट के आउन सक्छ, यो सब ध्यान ख्याल राख्दै कुदाउनु पर्छ है साथीहरू। अनि यस्तो अब रोकेला जस्तो भयो, यस्तो सिनमा चाहिँ गियर डाउन गर्ने है। 3 छ भने 2 हुँदै 1 हाल्दै अनि उठाउने, अनि कुद्दै गएपछि त भइहाल्यो। अर्को कुरा साथीहरू, मैले बिर्सेछु अब यहाँ पन्जा चाहिँ लाउँछु म होइन।